19 वर्ष अगाडि 5 महिनाको सानो बच्चाको परिवारले एउटा राफल टिकट किन्छ र लकी ड्रबाट जितेर 20 वर्षका लियोनल मेसीसँग फोटो खिचाउने अवसर पाउँछ। युनिसेफको त्यो प्रोग्रामबाट सेलेक्ट भएको सानो 5 महिनाको बच्चालाई एनुअल क्यालेन्डरको लागि मेसीले नुहाइदिँदै गरेको फोटो खिचिन्छ। फोटोसुट सकिन्छ र त्यसपछि वर्षौंसम्म त्यो सानो बच्चा गायब हुन्छ। तर 81 सन् 2023 मा एउटा युवा खेलाडी बार्सिलोनाका लागि फुटबल लिगमा एकाएक आफ्नो खेलबाट आगो लगाउँछ। त्यो युवा खेलाडी यति राम्रो खेल्छ कि सारा संसारले सोच्न बाध्य हुन्छ यही त्यो खेलाडी हो जसले मेसीको लिगेसीलाई अगाडि बढाउँछ। तर यहीबाट कहानीमा ट्विस्ट आउँछ। यही त्यो बच्चा थियो जसलाई लियोनल मेसीले 5 महिनाको हुँदा नुहाइदिएका थिए। जब यो फोटोको रहस्य पत्ता लाग्छ सारा संसार अचम्मित हुन्छ, किनभने 19 वर्ष अघि खिचिएको एउटा सामान्य तस्बिर। त्यसबेला कसैले कल्पना गरेको थिएन कि उक्त तस्बिरमा सँगै देखिएका दुई अनुहार एक दिन वर्ल्ड कपको फाइनलमा आम्ने सामने हुनेछन्। एकातिर फुटबलका महान खेलाडी लियोनल मेसी र अर्कोतिर त्यही तस्बिरमा रहेका सानो बालक लामिन यमाल, जसलाई फुटबलको इतिहासकै सबैभन्दा अद्भुत संयोग मान्न सकिन्छ। फुटबल साँच्चीकै सुन्दर छ।